हेलो गाइस वेलकम ब्याक टु माई मिनी ब्लग गाइजहरू आज टक्क मलाई भोक लागेको थियो के खाने भनेर सोच्नु पऱ्यो गाइजहरू 10 बजीले अस्ति पास्ता ल्याएको थियो अनि छ रेडी गरेँ अनि पास्ता पनि पकाइदिएँ गाइजहरू टक्क आगो सागो फुकेँ अनि त्यस पछाडि टक्क चाउचाउ पास्तालाई चाहिँ हल्का चलाइदिएँ मैले चलाइसकेपछि चाहिँ टक्क पाकेछ अनि एउटा भाँडामा राखिदिएँ तेल सेल हालेर टक्क प्याज स्याज डालेर बेसार सेसार हालेर बप्पाल तरिका हालेँ पास्ता पनि राखिदिएँ बप्पाल बट्यो गाइजहरू टक्क एकछिन चलाइदिएँ अनि गाइजहरू पानी सानी हालेर चाउचाउ पनि खनाइदिइसकेपछि चाहिँ सुप पनि हालिदिएँ गाइजहरू अनि एकछिन चलाइदिएँ छोपेर राखिदिएको त पछि छिटो बुरुको मलेको सुप पनि हालेँ थोरै मैले चाखेको गाइजहरू निकालेर चाख्दाखेरि त बप्पाल बट्यो गाइजहरू यतिको मिठो चाहिँ कसैको पनि छैन अनि त्यस पछाडि गाइजहरू टक्क म चाहिँ आसी र तोको बोकेर घाँस काट्ने तरेर लागेँ खेततिर आइपुग्यो अनि थोरै घाँस काट्दै गर्दाखेरि त घाँस लाभो रहेनछ गाइजहरू त्यही पनि घाँस चाहिँ काट्न मजै आयो गाइजहरू अनि त्यस पछाडि थोरै गर्दा राख्यो अनि त्यस पछाडि टक्क डोकोमा राख्दाखेरि त घाँस त बप्पाल भइरहेको थियो एक टोको बोक्यो अनि गाइजहरू धेरै नै होइन थोरै घर आइपुगेँ गाइजहरू त्यसैले घर पुगिसकेपछि त मलाई त गर्मी भयो थियो गाइजहरू अनि त्यसरी टक्क जागे चिगेर फालिदिएँ गर्मीमा नुहाउने भनेर हिँडेँ गाइजहरू टक्क मेरो कपाल पनि थिस भयो कि गाइजहरू त्यसैले मैले चाहिँ नुहाउने सोचमा परेको थिएँ ठक्क चिसो पानीमा नुहाउने चाहिँ मजै आउँछ कि गाइजहरू बिहान चाहिँ होइन टक्क चिसो हुन्छ त्यसैले दिउँसो हल्का नुहाउने मजा आउँछ यसै गरी म फ्रेस भएँ गाइजहरू आजको ब्लग चाहिँ यति नै गाई भाइजहरू च्यानललाई सब्सक्राइब लाइक कमेन्ट अनि बाई बाई टाटा